भेरी गुड मर्निङ नमस्कार म कृष्ण कुमार बोहरा काठमाडौँ युनिभर्सिटीको 1 इयर स्टिम एजुकेसनको स्कलर र आजको यो छोटो भिडियोमा म यहाँहरूसँग चाहिँ स्टिम एजुकेसनको स्टिम एड 520 कोर्स मोड्युलको रिसोर्स मटेरियल सब्जेक्टलाई चाहिँ कोर्सको रिसोर्स मटेरियल डेभलपमेन्ट इन स्टिम एजुकेसन सब्जेक्टलाई चाहिँ अलिकति एक्सप्लोर गर्न गइरहेको छु सो आई वुड लाइक टु गो थ्रु द कोर्स ओभरभ्यू फर्स्ट यसको यो भिडियोको उद्देश्य चाहिँ आजको एजुकेसनमा हामीले कस्ता कस्ता खालका रिसोर्स मटेरियलहरू डेभलप गर्न सक्छौँ र ती रिसोर्स मटेरियलहरूलाई कसरी युटिलाइज गर्न सक्छौँ र ती मटेरियलहरू युज गरेर 21st सेन्चुरी लर्निङ स्किल चाहिँ कसरी हासिल हुन सक्छ यति चिजहरू चाहिँ आजको कोर्समा हामीले छलफल गर्नेछौँ र यो कोर्सलाई चाहिँ फेसिलिटेसन गर्नुभएका आदरणीय खिलनारायण श्रेष्ठ सर हुनुहुन्छ र उहाँको गाइडेन्समा चाहिँ हामीले चारवटा मोड्युलहरू यसमा अध्ययन गऱ्यौँ एउटा चाहिँ थ्योरी एन्ड प्र्याक्टिस इन अफ रिसोर्स मटेरियल डेभलपमेन्ट भन्ने हाम्रो कोर्स मोड्युल 1 रह्यो र यो मोड्युल 1मा चाहिँ we discussed about the existing practice of resource material development, what kind of resource material we are using, and what sort of learning educational theories guide on that resource material. अब जस्तो डिवेको लर्निङ बाई डुइङ थ्योरीको कुरा गरौँ भने ह्यान्डसन एक्टिभिटीहरू आउँछ जुन ह्यान्डसन एक्टिभिटीहरू आउँदै गर्दा ह्यान्डसन मटेरियल्सहरू चाहिँ हामीले रेडी गर्नुपर्ने हुन्छ होइन त्यो आदि चिजहरूलाई चाहिँ हामीले यो मोड्युल 1मा चाहिँ प्र्याक्टिस गऱ्यौँ र अल्टिमेटली वी प्लान्ड फर कम्प्लिटली 5 weeks प्लान इन द क्लासरुम टिचिङ र मैले त्यसमा चाहिँ इसिडीको लेभलको चाहिँ टिचिङको लागि प्र्याक्टिस गरेको थिएँ र त्यसभित्र चाहिँ हामीले अब 5A लेसन प्लानका कुराहरूदेखि लिएर अप्लाई गरेका थियौँ त्यो अहिले म पछि व्याख्या गर्नेछु त्यसलाई सो दिस वाज द मोड्युल 1 एन्ड आई वुड लाइक टु गो थ्रु द मोड्युल 2 मोड्युल 2मा चाहिँ डेभलपमेन्ट अफ प्रिन्टेबल मटेरियल्स भन्ने छ मोड्युल 2मा त्यो डेभलपमेन्ट अफ प्रिन्टेबल मटेरियल्स यो चाहिँ अब मटेरियल्स पनि फरक फरक खालको हुने रहेछ जस्तो जस्तो फाइन मटेरियल्सहरू पनि हुन्छ डिजिटल मटेरियल्सहरू हुन्छ होइन अनि ह्यान्डसन एक्टिभिटीका लागि चाहिने अन्य मटेरियलहरू हुने गर्छ भने यो चाहिँ हामीले चाहिने पिक्चरहरू फ्ल्यास कार्ड्सहरू लगायतका टिचिङ लर्निङ एक्टिभिटीका लागि चाहिँ जरुरी मटेरियलहरू चाहिँ यो चाहिँ प्रिन्टेबल मटेरियल्सहरू भयो र यसमा हामीले के कस्ता प्रिन्टेबल मटेरियल्सहरू हुन्छ भनेर हामीले एक्सप्लोर गऱ्यौँ यतापट्टि डिजिटल एन्ड अनलाइन रिसोर्स मटेरियल्सको पार्टमा चाहिँ वी भिजिटेड द डिफ्रेन्ट फिल्ड्स ओएलई नेपाल भिजिट गर्नेदेखि लिएर हामीले अन्तिममा चाहिँ ह्यान्डसन मटेरियलमा हामी इम्पेरियल वर्ल्ड स्कुलमा नि के कस्ता रिसोर्स मटेरियलहरू युज हुन्छन् भनेर हामी गएका थियौँ सो त्यहाँबाट पनि हाम्रो चाहिँ लर्निङ रिफ्लेक्सन चाहिँ राम्रै भएको छ सो डिजिटल मटेरियल भन्ने बित्तिकै हामीले क्रिएसन अफ भिडियोज स्लाइड्स पावर पोइन्ट पिपिटी पिक्चर कलेक्सन्स होइन यो आदि चिजहरू डिजिटल मटेरियल्स भने डिजिटल प्लेटफर्मबाट चाहिँ अचिभ गर्ने एजुकेसन पनि डिजिटल मटेरियलको रूपमा हामीले लिन सकिन्छ अहिले त अनलाइन प्लेटफर्मबाट म्याक्सिमम् लर्निङहरू भनेको अनलाइन प्लेटफर्मबाटै हुने गर्दछ देन आफ्टर इन मोड्युल 4 देयर इज द ह्यान्डसन एन्ड माइन्डसन एक्टिभिटी मटेरियल्स यो चाहिँ ह्यान्डसन र माइन्डसन एक्टिभिटी चाहिँ के हुन्छ भनेदेखि विद्यार्थीहरूलाई बालबालिकाहरूलाई चाहिँ 21st सेन्चुरी लर्निङ स्किल अचिभ गर्नको लागि पनि यो खालका ह्यान्डसन एक्टिभिटीहरूको चाहिँ जरुरी हुँदो रहेछ सो विदिन दिस स्पेसली आई फोकस्ड अन द इसिडी लेभल सो इसिडी लेभलमा पनि ह्यान्डसन एक्टिभिटीको अत्यन्त महत्त्वपूर्ण भूमिका रहन्छ त्यो चाहिँ होलिस्टिक डेभलपमेन्टको लागि चाहिँ ह्यान्डसन एक्टिभिटीहरूको चाहिँ महत्त्वपूर्ण भूमिका रहन्छ ह्यान्डसन एक्टिभिटी सहितको मटेरियल्सको जसले चाहिँ स्टुडेन्टको क्रिटिकल थिङ्किङ डेभलप हुनेदेखि लिएर कम्युनिकेसन कोलाबोरेसन र क्रिएटिभिटी सबै चिज चाहिँ त्यहाँबाट आउने रहेछ सो यो चिजहरू चाहिँ हामीले यो कोर्समा चाहिँ सरसर्ती एक्सप्लोर गरेका चिजहरू भयो भने बाँकी चाहिँ हामीले स्पेसली वी फोकस्ड अन द क्रिटिकल रिफ्लेक्सन इन अल द मोड्युल्स एन्ड अल द एक्टिभिटी नाउ आई लाइक टु गो थ्रु सम असाइनमेन्ट केही पेपरहरू र मैले रिसोर्स मटेरियल डेभलपमेन्टमा मैले गरेको कामहरू चाहिँ म यहाँहरूलाई देखाउन गइरहेको छु सो इन असाइनमेन्ट 1 अघि राखिसकेँ त्यो कुरा मैले असाइनमेन्ट 1मा हामीले के गऱ्यौँ त भन्दाखेरि हामीले चाहिँ प्लानिङ गऱ्यौँ
सबैभन्दा मेजर कुरा चाहिँ आई वाज एक्सट्रिमली फोकस्ड अन इसिडी लेभल। इसिडीको एलकेजी युकेजीको लेभलमा चाहिँ मैले 2-3वटा थिममा चाहिँ काम गरेँ र त्यसमा चाहिँ स्पेसली वान वाज द माई बडी पार्ट्स। मेरो बडी मेरा शरीरका अङ्गहरू भन्ने थियो, माई बडी पार्ट्स एउटा थियो भने स्टुडेन्ट्स विल बी एबल टु रिकगनाइज मेजर बडी पार्ट्स एन्ड अन्डरस्ट्यान्ड देयर बेसिक फङ्सन्स। यो चाहिँ यसको लर्निङ आउटकम थियो। अब विशेष गरी यसमा चाहिँ होलिस्टिक डेभलपमेन्टलाई हामीले हेर्नुपर्ने हुन्छ र एक्टिभिटीहरू चाहिँ त्यही अनुसारको चाहिँ जेनेरेट गर्नुपर्ने हुन्छ। देन आफ्टर अनदर सब्जेक्ट वाज द सेन्स अर्ग्यान। यहाँनिर सेन्स अर्ग्यान्स एन्ड देयर फङ्सन छ। यो चाहिँ बेसिक लेभल नलेज हो विद्यार्थीहरूको लागि। स्टुडेन्ट्स विल बी एबल टु आइडेन्टिफाई 5 सेन्स अर्ग्यान्स, स्टेट देयर फङ्सन्स एन्ड इटिसी। देन आफ्टर यतापट्टि आएर देन ओके अनदर वान इमोसन्स। अर्को चाहिँ फेरि इमोसन्स छ। अर्को इमोसन्स छ। इमोसनमा पनि मैले ह्यान्ड्स एन्ड मटेरियलहरू सहितको काम गरेको छु। सो ओके, यो चाहिँ हाम्रो प्लानिङ भयो भने अब यो प्लानिङमा कसरी चाहिँ जस्तो क्लासमा गएर हामीले स्पेसली क्लासमा गएर मटेरियल सहित चाहिँ कसरी एक्टिभिटीहरू गराएँ त मैले भन्ने कुरा चाहिँ आई वुड लाइक टु सो फ्रम रिपोर्ट्स अफ ओके, आई वुड लाइक टु सो फ्रम दिस असाइनमेन्ट। अब यो चाहिँ लेसन चाहिँ के थियो त मेरो माई बडी पार्ट्स थियो। अनि यसलाई चाहिँ सब्जेक्ट यो साइन्ससँग साइन्स अथवा सेरोफेरोलाई चाहिँ हामीले सोसल एन्ड साइन्स भनेर कम्बाइन गर्न सक्छौँ। सेरोफेरो छ अहिले प्रचलनमा चाहिँ। अनि क्लास युकेजी भयो। द टपिक इज बडी पार्ट्स। Okay, so learning outcome, learning objective is students will identify body parts, students will name body parts correctly, students will understand the function of body parts. यो चाहिँ मेजर चाहिँ यो भर्बल डेभलपमेन्टको लागि चाहिँ ओरल्ली चाहिँ यो चिजहरू चाहिँ रिकग्निसनको पार्टमा, आइडेन्टिफिकेसनको पार्टमा र मेमोराइजेसनको पार्टमा यो चिजहरू रह्यो भने यो सँगसँगै ह्यान्सनबाट चाहिँ उनीहरूको क्रिटिकल थिङ्किङ, जस्तो उदाहरणको लागि वी हेभ भेरियस डिफ्रेन्ट मटेरियल्स, वी हेभ भेरी डिफ्रेन्ट मटेरियल्स। त्यो मटेरियल्सहरू चाहिँ के हो त भन्दा फ्ल्यास कार्ड्सहरू, पार्ट्स अफ द बडीको भेरियस पार्ट्सहरू भने उनीहरूले त्यसलाई चाहिँ ग्रुपमा मिलेर त्यसलाई चाहिँ एउटा होल बडी स्ट्रक्चर चाहिँ निर्माण गर्नुपर्छ। त्यति बेला उनीहरूले सोच्दै जाँदा यहाँ मिलेन, यहाँ मिल्यो, यो त होइन नि, यसलाई त डिस्कस गर्दै गर्दै यसरी जाँदा त्यहाँ सँगसँगै स्टुडेन्टको चाहिँ के आउँछ त भन्दा क्रिएटिभिटी पनि आउँछ, क्रिटिकल थिङ्किङ पनि आउँछ, कोलाबोरेसन पनि आउँछ, कम्युनिकेसन पनि आउँछ। यी चिजहरू आउँछन् भने त्यो ह्यान्ड्स अन एक्टिभिटीहरूमा चाहिँ जस्तो स्टिम इन्टिग्रेसन हुनसक्छ होइन। अनि यतापट्टि आएर तिनवटा, विशेष गरी तिनवटा लर्निङ डोमेनको कुरा गर्छौँ हामी। एउटा चाहिँ कग्नेटिभ लर्निङ डोमेन, इफेक्टिभ लर्निङ डोमेन र अर्को चाहिँ साइकोमोटर लर्निङ डोमेनको कुरा गर्छौँ। जस्तो ह्यान्ड्स, हार्ट एन्ड हेडको चाहिँ कोअर्डिनेसन चाहिँ हो विशेष गरी। यसमा यो बडी पार्ट्स चार्टबाट चाहिँ सुरु गऱ्यौँ हामीले, बडी पार्ट चार्टबाट सुरु गऱ्यौँ। यो चार्टमा चाहिँ कस्तो भन्दाखेरि डिफ्रेन्ट बडीलाई सो गरेर पार्टहरू यहाँनिर देखाइएको छ र यसमा चाहिँ विद्यार्थीहरूले आफ्नो शरीरको अङ्गलाई समाउँदै यहाँ भएका पार्टहरू आफ्नो शरीरको अङ्गलाई चाहिँ देखाउँदै, छुँदै र प्रेजेन्ट गर्दै उहाँहरूले त्यो एक्टिभिटीमा इन्भल्भ हुनुभएको छ। अनि त्यो हुँदै गर्दा अब यसमा अघि माथि मेथड्समा चाहिँ आर्ट बेस्ड पेडागोजीको कुराहरू थियो। अब त्यो आर्ट बेस्ड पेडागोजीको कुराहरूमा चाहिँ जस्तो हेड, सोल्जर, निज एन्ड टोज देखि लिएर इमेरा हातका दशौँला, इमेरा खुट्टाका दशौँला, यो मेरो सानो कम्मर, यो विभिन्न खालको सङमा आधारित रहेर यी क्रियाकलापहरू गराउँदै हामीले यो च्याप्टर चाहिँ गऱ्यौँ। र विद्यार्थीहरूको इन्भल्भमेन्ट चाहिँ नट ओन्ली इन ओरल लर्निङ, उनीहरूले चाहिँ ह्यान्ड्स एन्ड मटेरियलहरू र विशेष गरी पेपर, कपीहरू समेत युज गरेर उनीहरूको राइटिङ स्किल समेत पनि फोस्टर हुने गर्दछ, राइटिङ स्किल समेत पनि डेभलप गर्नुपर्ने हुन्छ। त्यसो हुँदाखेरि यी मटेरियलहरू चाहिँ राइटिङ स्किलका लागि उनीहरूले मेमोरी गरेको चिजलाई, पढेको चिजलाई चाहिँ लेखेर उतार्ने कुरा चाहिँ
यो खालको मटेरियलहरूमा चाहिँ भएको छ। अब यहाँनिर आउँदाखेरि स्टुडेन्ट्स आर युजिङ द वर्ड कार्ड एन्ड देन पिक्चर कार्ड। स्टुडेन्ट्स आर युजिङ द वर्ड कार्ड एन्ड पिक्चर कार्ड। यसमा चाहिँ उनीहरू ग्रुप वर्क गरिराखेका छन्। यहाँ एउटा बडी फिगर, कम्प्लिट बडी फिगरको चाहिँ पिक्चर छ। छुट्टा छुट्टै पार्ट्सहरू छुट्याइएको छ र त्यो पार्ट्सहरू छुट्याउँदाखेरि चाहिँ छुट्याएर उनीहरूले चाहिँ त्यसलाई जोडेर सिङ्गो मान्छेको आकृति बनाउनु पर्ने छ। अब यसमा चाहिँ एउटाले टाउकोमा लगेर यो हात जोडिरहेछ अथवा खुट्टा जोडिरहेछ। त्यो नमिलेपछि ए होइन नि, भएन, यो त यस्तो हुँदैन नि भनेर फेरि अर्को पार्ट खोजेर ल्याइरहेछ। उनीहरू सल्लाह गरिरहेछन् त्यहाँनिर। यहाँ यसमा चाहिँ के हो त भन्दा क्रिटिकल थिङ्किङ पनि यहाँनिर आएको छ, कोलाबोरेसन पनि यहाँनिर छ, कम्युनिकेसन, दे ड्युली दे आर इन्टरेक्टिङ एन्ड दे आर द प्रेजेन्टिङ। अनि यहाँ माथिको पिक्चरमा एउटा बाबुले चाहिँ यो माथिको सोल्ली उभिएको बडीमा यो वर्ड कहाँनिर चाहिँ हो त, नि भन्ने वर्ड चाहिँ कहाँनिर छ यो पिक्चरको नि, उसले त्यहाँनिर चाहिँ लगेर त्यो टाँस्छ। सो यसरी यसरी चाहिँ ह्यान्ड्स एन्ड एक्टिभिटीहरू सहित चाहिँ हामीले यो एजुकेसन चाहिँ यो पार्टमा, पार्ट्स अफ बडीमा यसरी काम गरेका छौँ, जुन कुरो प्रष्ट देख्न सकिन्छ। यसो यो हुँदाखेरि चाहिँ विद्यार्थीहरूको सम्पूर्ण खालको स्किल चाहिँ डेभलप हुने गर्छ र त हामीले चाहेको जस्तो चाहिँ लर्निङ आउटकम पनि अचिभ हुन सक्ने रहेछ। अब विशेष गरी आजको दिनमा हामीले 4C का कुराहरू र 3H का कुराहरू बालबालिकाहरूलाई एकदम धेरै सिकाउनु पर्नेछ भनेदेखि स्टिम इन्टिग्रेसन त सबै ठाउँमा। अघि माथिको जुन फ्ल्यास कार्डहरू मिलाउने क्रम थियो त्यो लगभग लगभग यहाँनिर आइपुग्दाखेरि चाहिँ सेपिङ पोजिसनमा आएको यो पिक्चरले देखाउँछ। यो पिक्चर फरक हो, तर फरक हुँदाखेरि पनि यसले चाहिँ यो खालको देखाउँछ। नाउ आइड लाइक टु गो विथ द सेन्स अर्ग्यान्स। अब सेन्स अर्ग्यानको कुरा गर्दाखेरि यसमा पनि यो अर्को थिम थियो सेन्स अर्ग्यान। लर्निङ अब्जेक्टिभ इज द स्टुडेन्ट्स विल बी एबल टु आइडेन्टिफाई द 5 सेन्स अर्ग्यान, नेम द 5 सेन्स अर्ग्यान्स करेक्टली, अन्डरस्ट्यान्ड द फङ्सन्स अफ इच सेन्स अर्ग्यान। सबै सेन्स अर्ग्यानलाई चाहिँ अन्डरस्ट्यान्ड गर्न उनीहरूले सक्छ। अब यहाँनिर अलिकति जस्तो यसमा यसमा भएको मेजर कुरा चाहिँ के हो भने यहाँ कस्ता खालका मटेरियलहरू डेभलप गरिएका छ त। यहाँनिर सिइङ स्टेसन क्रिएट गरिएको छ। यो मैले गर्दै गर्दा, यो इमेजिन गर्दै गर्दा मैले आई टुक हेल्प फ्रम माई टिचर्स अल्सो। सिइङ स्टेसन बनाउँदै गर्दाखेरि चाहिँ ओके, आइजको एक्सप्लोर गर्नलाई, आइजलाई चाहिँ युटिलाइज गर्नको लागि उनीहरूलाई के कस्ता मटेरियलहरू दिने त। अब यसमा कलर रिकग्नेसनको कुरा आयो, सेप एन्ड साइज रिकग्नेसनको कुरा आयो। अब यसमा चाहिँ हामी के हाम्रो शरीरको कुन अङ्गले हेर्न सक्छ, कुन अङ्गले देख्न सक्छ, यसमा सर्ट बाई कलर्स भनेपछि आँखाले हेरेर चिनेर कलरहरू छुट्याउन सक्ने होइन। अनि ती आदि आदि चिजहरू, फाइन्ड द हिडन अब्जेक्ट। यहाँ 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 भएका चिजमा चाहिँ फरक फरक मटेरियलहरू, प्लास्टिक टोइजहरू राखिएको छ। त्यो प्लास्टिक टोइजहरू राखिएकोमा चाहिँ यसमा चाहिँ भएको लुकाइएका अब्जेक्टहरू चाहिँ उनीहरूले भेट्नुपर्छ। त्यो के गर्नु पऱ्यो भन्दा आँखाले देख्न पऱ्यो। सो यो खालको एक्टिभिटीले चाहिँ विद्यार्थीहरूमा, यो अहिलेको नानी बाबुहरूमा चाहिँ अलिकति बढी बालबालिकाहरूमा चाहिँ लर्निङ इन्ट्रेस्ट पनि जेनेरेट हुँदो रहेछ। अब यहाँनिर स्मेलिङ स्टेसन, द्याट मिन्स एक्सप्लोरिङ नोज। हाउ क्यान वी स्मेल, यहाँनिर फरक फरक स्मेलहरू चाहिँ राखिएको छ, फरक फरक स्मेलको मटेरियलहरू राखिएको छ। फरक खालको फ्लावर छ, फरक खालको चाहिँ त्यो स्मेल आउने त्यो सेन्टहरू राखिएको छ र उनीहरूले त्यो रिकगनाइज गरिरहेको। कोही चाहिँ अलिकति अलिक फरक खालको बास्ना आउने कोही छ भने, कोही गन्ध आउने छ। नाकले सुँघेर हामी यो कुराहरू थाहा पाउँछौँ भन्ने चाहिँ यिनीहरूको हामीले एक्सप्लोर गरेका छौँ। र यसमा सबै अल्टिमेट गोल भनेको चाहिँ 4C र 3Hलाई एन्हान्स गर्नु नै थियो। सो यतापट्टि टच स्टेसन, टचमा पनि हार्ड अब्जेक्ट, सफ्ट अब्जेक्ट होइन, स्यान्ड पेपरदेखि लिएर कटनदेखि लिएर यी चिजहरू चाहिँ यहाँनिर प्रिपेयर गरिएको छ। र यसमा पनि बालबालिकाहरूले चाहिँ आफूले प्रत्यक्ष छोएर त्यसबाट चाहिँ शिक्षा लिइराख्नु भएको छ। छोएर हेरेर बुझेर हार्ड अब्जेक्ट, सफ्ट अब्जेक्ट, अनि हियर इज आइस एन्ड वाटर अल्सो, आइस वाटर अल्सो। अनि त्यसमा चाहिँ आइस वाटर चाहिँ यहाँ तल पडमा छ। अनि त्यो चाहिँ चोप्दाखेरि चाहिँ हट एन्ड कोल्डको कन्सेप्ट पनि यहाँनिर दिएको थियो। र उनीहरूले स्टुडेन्ट, आफ्टर अल स्टुडेन्ट प्रेजेन्टेड द्याट वी क्यान एक्सपिरियन्स द अब्जेक्ट विथ आवर स्किन,
वी क्यान फिल विथ आवर स्किलले हामीलाई फिल गर्नलाई मद्दत गर्छ भन्ने चाहिँ यहाँनिर उहाँहरूको लर्निङ थियो। दिस इज द हियरिङ स्टेसन। हियर अल्सो यहाँ फरक फरक मटेरियलहरूको युज भएको छ र त्यो रिसोर्स मटेरियलहरूमा फरक फरक खालको साउन्डहरू आउँछ। कोही म्युजिकको छ भने कोही अल लर्निङ अब्जेक्ट छ, वुडन मटेरियलहरू छ र यसमा चाहिँ साउन्ड बक्सहरूको अधिकतम प्रयोग गरिएको छ। यहाँ मटेरियलहरू टेबल तल पनि राखिएको छ। एन्ड टेस्टिङ स्टेसन, हियर आर द डिफ्रेन्ट टेस्टिङ अब्जेक्ट्स मटेरियल्स। त्यसमा चाहिँ जस्तो टेस्टको कुरो गर्दाखेरि चिल्ड्रेन लर्न टेस्टिङ विथ देयर टङ भन्ने चाहिँ उनीहरूले बुझे। र विशेष गरी यहाँनिर विशेष गरी के अरे यो विभिन्न स्वादका चाहिँ फलफुलहरू भयो अनि कागती भयो। त्यस पछाडि तितो स्वाद थाहा पाउनको लागि चाहिँ के अरे यो करेला, यिनीहरू चाहिँ प्रयोग गरिएका थिए। ओरिजिनल राइट अब्जेक्टहरू चाहिँ नेचुरल अब्जेक्टहरूको प्रयोग भएको थियो यहाँनिर। सो यो टच स्टेसन भयो, हियरिङ स्टेसन भयो। भेरियस साउन्ड बक्स वेयर युज्ड इन दिस च्याप्टर। यो चाहिँ टिचिङ लर्निङ मटेरियलमा प्रयोग गरिएका साधारण के अरे सामग्रीहरू भएर विद्यार्थीहरूले, नानी बाबुहरूले यसरी उनीहरूले आफूले प्रत्यक्ष रूपमा एक्सप्लोर गरेर चाहिँ यो प्रयोग गरेका थिए। अब यो नानीको फेसलाई हेऱ्यौँ भने हामीले सी टेस्टेड द बिटर गार्ड, करेलालाई टेस्ट गरेपछिको उसको अनुहारको एक्सप्रेसन थियो यो। सो इमोसन्सको कुरा आयो। देन आफ्टर आई वेन्ट टु द वी मेड द इमोसन्स। यो चाहिँ प्लास्टिकको प्लेटलाई प्रयोग गरिएको थियो इमोसन्सलाई। दिस इज द इमोसन चार्ट। यसमा चाहिँ इमोसन चार्टमा चार्ट पेपर, प्लास्टिकको टेप अनि कलर पेपरहरू र पेपरको क्राफ्ट चाहिँ यसमा युज भएको छ। र स्पेसल्ली चिल्ड्रेन एक्सप्लोर्ड वाट सर्ट अफ इमोसन्स वी हेभ। हाम्रा के कस्ता इमोसनहरू हुन्छन् त, हाम्रो फिलिङ्सहरू कस्तो हुन्छ अनि कुन फिलिङ्समा चाहिँ हाम्रो अनुहारको एक्सप्रेसन कस्तो हुन्छ भन्ने कुरा चाहिँ यहाँनिर एक्सप्लोर गरिएको थियो। सो दिस वाज इन द क्लासरुम। देन आई वाज युजिङ दिस प्लेट इन माई फेस। देन आफ्टर आई आस्क्ड देम, सबै ग्रुपमा आधारित भएर उहाँहरू ग्रुपमा बस्नु भएको छ। प्रत्येक ग्रुपलाई छुट्टा छुट्टै इमोसन्सहरू दिएको छ। र यो चाहिँ प्रिन्ट मटेरियल्स थियो। यो प्रिन्ट मटेरियल्स चाहिँ यसमा टिचरले विभिन्न खालको सामग्रीहरू बनाएर यो प्रिन्ट गरिसकेको मटेरियल्सलाई पनि एउटा फाइनल रूप दिने काम चाहिँ यहाँनिर गर्नुभएको थियो र जहाँ चाहिँ विद्यार्थीहरूको सेल्फ इन्भल्भमेन्ट थियो। नाउ यति हुँदै गर्दाखेरि नाउ स्टुडेन्ट क्यान रिकगनाइज वाट इज द फिलिङ्स, वाट इज द इमोसन, कस्तो इमोसनमा के हुन्छ भन्ने कुरा उनीहरूले प्रश्नसँग बुझेका थिए। र यो खालको मटेरियलहरू युज गरेर रिडिङ र राइटिङ, अन्डरस्ट्यान्डिङ, क्रिटिकल थिङ्किङ एन्ड क्रिएटिभिटी, यो सबै चिजहरू चाहिँ सँगसँगै लर्निङ भएर गएको अवस्था यहाँनिर मैले यहाँलाई एक्सप्लोर गराउन चाहेँ। सो दिस वाज द ओभरअल अन्डरस्ट्यान्डिङ एन्ड ओभरअल understanding and overall learning of UKG level. And यति हुँदै गर्दाखेरि यो ह्यान्डसन एक्टिभिटीहरू यहाँ क्लेहरू छ होइन। त्यो क्लेहरूको प्रयोग गरेर अघि जुन वालमा राखिएका चिजहरू थिए ती क्लेहरूको प्रयोगबाट चाहिँ आएको विषय थियो। सो नाउ यो खालको क्रियाकलापबाट चाहिँ स्टुडेन्ट स्पेसली दे गेट नलेज अफ क्रिटिकल थिङ्किङ, कोलाबोरेसन, क्रिएटिभिटी एन्ड कम्युनिकेसन। र सबै चिजहरू गरिसके पछाडि यो चाहिँ उनीहरूले प्रेजेन्ट गरेका छन्। सो अब यति हुँदै गर्दा मैले यो चिजलाई एक्सप्लोर गर्दै गर्दा हामीले यो पार्टमा के गऱ्यौँ त भन्दाखेरि चाहिँ यसलाई हामीले एक्सप्लोर गऱ्यौँ, रिपोर्ट गऱ्यौँ र रिपोर्ट रिफ्लेक्सन राइटिङ गऱ्यौँ। द क्रिटिकल रिफ्लेक्सनले चाहिँ हामीलाई हाम्रो लर्निङलाई इफेक्टिभ बनाउनको लागि अझ धेरै सपोर्ट गर्ने रहेछ। सो यो सँगसँगै आई वुड लाइक टु अब डिजिटल एउटा
टिचिङ मटेरियल्समा मैले आफूले बनाएर क्लासरुममा अप्लाई गरेको चाहिँ भिडियो त मैले यहाँ सो गर्न सकेन, तर विशेष गरी चाहिँ भेजिटेबल्स लर्निङमा कहिलेकाहीँ चाहिँ स्लाइड प्रेजेन्टेसनहरू पनि स्टुडेन्टहरूको लागि इन्ट्रेस्टको विषय चाहिँ बन्न सक्दो रहेछ. सो दिस वाज माई प्र्याक्टिस of classroom teaching as a digital learning materials. They were learning the भेजिटेबल्स को टपिकमा चाहिँ यो डिजिटल मटेरियल्सको रूपमा चाहिँ युज गरिएको थियो र यसैलाई आई ह्याड एक्सप्लोर्ड एज द भिडियोको रूपमा पनि, यही लर्निङलाई भिडियोको रूपमा पनि मैले प्रयोग गरेर चाहिँ यहाँ यो जुन क्लासरुम टिचिङ प्र्याक्टिस थियो त्यो क्लासरुममा चाहिँ त्यसलाई मैले अप्लाई गरेर गरेको थिएँ. अब यहाँनिर यो भिडियो प्ले हुन सक्छ अथवा सक्दैन. ओके, Hello friends, I today don't we know are sound आउँछ learning आउँदैन, बट vegetables. त्यो अघिको जुन डिजिटल लर्निङ मटेरियलको जुन भिडियो थियो These are त्यो pictures. भिडियोलाई चाहिँ यहाँनिर यसरी प्रयोग गरिएको थियो र त्यो दुइटै चिजबाट चाहिँ उनीहरूले डिजिटल मटेरियलबाट उनीहरूको चाहिँ लर्निङ चाहिँ अझ एन्हान्स भएको अवस्था थियो. C for cat. ओके, दिस वाज द एक्जाम्पल. अनि यो भिडियोमा प्रयोग भएको साउन्ड B चाहिँ for bee. बी फर बेन्च भन्ने चाहिँ मेरै स्टुडेन्टहरू दुईजनाको साउन्डलाई इन्टिग्रेट गरिएको छ यहाँ. ओके, अलराइट. सो थ्याङ्क यू सो मच. मैले यति भन्दै म आजको यो प्रेजेन्टेसनलाई म एन्ड गर्न चाहन्छु. थ्याङ्क यू सो मच.